सो हेलो गाइज, वेलकम टु माई न्यू ब्लग्स। आई होप सबैजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। लामो समयपछि फेरि एउटा नयाँ ब्लग लिएर आएको छु। आज चाहिँ मेरो बिदाको दिन। सो म चाहिँ आज तरकारी आफ्नो लागि खाना बनाउन गइरहेको छु। खाना चाहिँ अब भात पाकिसकेको छ, तरकारी चाहिँ के पकाउने भन्ने विषयमा चाहिँ अलिकति त्यो भइरहेछ। सो मसँग चाहिँ हेरौँ है के छ। त्यस्तो के छैन, मासु छ, मासु अरू चाहिँ आलु छ उता। सो म चाहिँ मासु नै बनाउँछु ल, म मासु नै बनाउँछु। सो यता चाहिँ मैले मासु अनि त्यसपछि प्याज खुर्सानी र अदुवा काटेर रेडी बनाइसकेँ। अब यसलाई पकाउनु पर्छ। सो मैले प्यान बसालेँ, प्यान तातिसकेको छ। देन मैले यसमा चाहिँ तेल हालेँ, मजाले तेल हालेर चाहिँ तेललाई तताउँछु एकछिन। देन मैले मासु हालेँ। अब यसलाई भुटेर रातो बनाउनु पर्छ। सो देख्न सक्नुहुन्छ यता मासु चाहिँ पाकेर रातो भइसक्यो। अनि मैले यता यो प्याज अनि त्यो लसुन अघि काटेको अनि खुर्सानी र अदुवा चाहिँ यता पकाउँदैछु। सो यता चाहिँ बिरामी मान्छे आइसके गाइज। कस्तो खोकी त खतरा छ त। अनि के छ त खबर? बेहाल छ, बेहाल बेहाल छ एकदम बेहाल। अरूको देशमा आएर बिरामी हुँदा चाहिँ कस्तो फिल हुँदो रहेछ मनबाट भन त? त्यही हो, आफूले सोचेको छ त्यो हुँदैन साथीहरू। अलिकति चिन्ता चाहिँ हुँदो रहेछ। नेपालमा भएको भए तपाईँहरूले केहीको चिन्दै लिनु पर्थेन। एक हप्तासम्म सुतेर पनि केही हुन्थेन। यहाँ भनेको एउटा त कामको पिर, काम छुटेपछि पैसा गयो, अर्को गएको पिर, पिरै पिर छ। गाह्रो छ है, गाह्रो छ। सो केटाहरू गएकोबाट आइसक्यो गाइज। तपाईँहरू हेर्न सक्नुहुन्छ, एकजना त्यहाँ छ ब्यागसँगै बसेर, अर्को त्यहाँ सुतिरहेछन् टेकेन्द्र। अनि हामी त देउसी खेल्ने कुरा छ तिहारमा। देउसी खेल्ने उफ्रिने अनि मुनतिरको आएर फेरि उखारिदिन्छ माथि। अनि त्यसपछि त्यहाँबाट अनि भोलिबाट आज त उफ्रिने, आज त रातभरि उफ्रिनु पाइन्छ। भोलिबाट फेरि कुम्लो काँठो बसेर के गर्ने त्यसपछि होमलेस भनेर उता खोला तिनार त्यसरी किन उफ्रिने हो र? हल्का देउसी त्यो हुन्छ नि, भट्याउने मात्र, अलिअलि गीत गाउने, किन उफ्रिनु पर्यो र? त्यसरी गर्ने। अब के छ त, अनि भैलो खेल्न आउँदाखेरि रोटीसोटी राखेर तयार पारेर राख होइन। ओके छ त, रोटी बन्ने व्यवस्था छ कि छैन? सब व्यवस्था छ। भन न के चिज चाहियो तिमीलाई? हामीलाई त अरू धेरै चाहिएन, एक मान भइपुग्छ। त्यो पनि थोरै हो कि? एक मान थोरै भयो तिमीलाई। हो र? एक मान चाहिँ अब चाहिन्छ, जसरी पनि व्यवस्था गरिराख ओके छ ल। कतिजना त्यहाँबाट 2 घर, यहाँ तिम्रो रुममा 2 घर, एउटा सङ्गम 1 घर, तिमी 1 घर, 2 घर। अनि त्यसपछि यहाँबाट हाम्रो भान्जाले कति दिन्छन् सबै गरेर पैसा उठाएर त्यसपछि पार्टी। सो गाइज, आकाशको फल आँखा थरी मर भनेको यही हो हेर गाइज। यो चाहिँ हलुमावेद भन्ने हो, न यिनीहरूले खान्छ न यिनीहरूले अरूलाई दिन्छ। यसलाई चाहिँ सुक्खामा किन्न गयो भनेदेखि 150 रुपियाँ जति पर्छ एक दानाको। तर यो हाम्रो रुमको अगाडि चाहिँ पाक्दै खस्दै कुहिँदै गर्छ। न यो कसैले खान्छ, हामीले हेर्दा हेर्दै पाकेर खसेर कुहिएर खस्छ। सो गाइज, यता चाहिँ मैले अब होमवर्क गरेर लगभग सकिसकेँ, होमवर्क पनि गरिसकेँ। भान्जाले चाहिँ त्यहाँ बसेर गर्दैछन्। यहाँ यो बेडमा बसेर किन होमवर्क गरेको? के काम लाग्यो टेबुल लिएको भन त?
छिटो आएर गर यता यता बसेर गर खाना खाने होइन के खाने मुला साग के खाने रे मैले भान्जालाई भनेर खाना पकाएर राखेँ भान्जा त बाहिर रामेन खाएर आइदिने अनि त्यसपछि त्यो खाना चाहिँ अब के गर्ने किन फाल्ने सस्तो छ तिमी छौ मलाई के टेन्सन मनोज बुढा हुँदा हुँदै के टेन्सन के होइन मलाई पनि खान मन लागेन तिमीले नखाएर सो यहाँ चाहिँ खान्जीको प्र्याक्टिस हुँदैछ त्यही हो गाइज सो हाम्रो खाना खाने बेला भयो गाइज हामी चाहिँ खाना खाँदैछौँ अब ट्याक्क मासु र भात त्यही हो यो चाहिँ बिहानको खाना भनौँ कि साँझको खाना भनौँ भन त बेलुकाको भनौँ 7 बज्न आँट्यो अनि बिहानदेखि खाएको छैन त अनि सो हामी खाना खाँदैछ अहिले चाहिँ 6:49 भयो नेपालको चाहिँ 3:34 भएछ र हामीले चाहिँ अहिले बल्ल खाना खाँदैछ बिहानदेखि त्यही हो यो पकाएको चाहिँ दिउँसै हो र बल्ल खाँदैछौँ सो हामी चाहिँ भात खाएर भात पचाउनको लागि हिँडेको भात खाएर एक्सर्साइज हानिरहेछन् धेरै मोटाए भन्ने कुरा छ के अरे त्यही भएर पार्कतिर घुम्न जानु लाग्यो भने चाहिँ अब त्यही हो गाइस पार्कतिर गइरहेको आए खेल्ने कि नखेल्ने त किन खेल्दैछ है अन्त भाइ अलिक बढी भए खेल्छ भाइ विचार गर दाइले नमस्ते गर त नमस्ते गर नमस्ते गर नमस्ते गर नमस्ते गर दाइलाई नमस्ते गर यस्तै मान्छेले गर्दाखेरि हो कि म अगाडि नबढेको अहिलेसम्म यस्तै मान्छे हुन्छन् यस्तै मान्छेले गर्दा हो अहिलेसम्म अगाडि नबढेको म अगाडि बढ्न दिन्छु बढ्न खोज्छु अनि यस्तैले रोक्छन् के गर्ने कहिले यस्तैले रोक्छन् कहिले रात पर्छ अनि त्यसपछि गाह्रो भइहाल्छ नि कसरी अगाडि बढ्नु सो गाइज आजलाई चाहिँ यति भन्दै बिदा हुन्छु फेरि अर्को नयाँ भिडियो लिएर योभन्दा इन्ट्रेस्टिङ भिडियो बनाउने कोसिस गर्नेछु आजलाई यति भन्दै बाई बाई सी यू गुड नाइट टाटा